हेलो साथीहरू नमस्ते गुड मर्निङ र फेरि पनि म एउटा सानो ब्लग लिएर तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु र आज पनि यही प्राकृतिकको सौन्दर्यता देखाउँदै म चाहिँ आइपुगेको छु। किनभने म चाहिँ सधैँ नै यो वेदरसँग यो एकदमै खुसियाली हरियाली पहाडसँग र यो डाँडा काँडासँग सधैँ नै हिँड्ने डुल्ने गर्छु र यहीँको सौन्दर्यता र तरह एकदमै रङ्गको खेतीहरू र यहाँको चारैतिरको नजारा सधैँ देखाउने गर्छु। र आज देख्न सक्नुहुन्छ यहाँ चाहिँ गाउँलेहरूले एकदमै धान रोपेर यस्तो प्रकारको बनाइसकेको रहेछन्। यहाँ खेत देखेर पनि यति नै रमाइलो छ, यो देख्दै हुनुहुन्छ होला। र यहाँ चारैतिरको नजारा पनि एकदमै मनमोहक दृश्य देखिन सकिँदैछ। र आज चाहिँ वेदर भन्दाखेरि राति पानी परेर आकाशमा चाहिँ बादल लागिरहेको छ र माथि माथि पहाडमा पनि निकै नै कुहिरो लागिसकेको छन्। र आज हिमाल भन्दा चाहिँ हिमालको चाहिँ दर्शन भएको छैन र पनि यहाँको प्राकृतिक सौन्दर्यता र यहाँको चारैतिरको नजारा चाहिँ यति नै मनमोहक लाग्दाखेरि र यति नै मनमोहक देख्दाखेरि र फेरि तपाईँहरूको बिचमा मैले सानो भिडियो पस्किँदैछु है साथीहरू। यहाँ देख्दै हुनुहुन्छ होला। म चाहिँ आज एकदमै मुनितिर नै गएको थिएँ हेर्दै गर्दै र यहाँ एउटा रेस्टुरेन्ट पनि छ मगरदाईको र यतातिर एकदमै नजाराहरू पनि खुबै मनमोहक छ। र आज चाहिँ यो धान रोपेको दृश्यहरू चाहिँ एकदमै मनमोहक छ देखेको छ। र त्यसै गरेर धान रोपेर यो खेतमा चाहिँ सकिसक्नु भएको रहेछ र यतातिर यो पहाड हेर्दाखेरि पनि यति नै छुट्टै रमाइलो देखिन्छ। र त्यसै गरेर यहाँको चारैतिरको नजारा र यताको यहाँ भल बगेर पनि यस्तो भएछ र अहिले यहाँ चाहिँ यस्तो प्रकारले भल बगेछ है साथीहरू। मूल फुटेर आएर पानीको बहाव पनि यस्तो भएछ। यहाँ देख्दै सक्नुहुन्छ पहाडमा देख्न त राम्रो छ र तर कता कता चाहिँ बहुत डेन्जर स्लाइडिङ एरिया पनि हुन्छ र बाँची गरी हेर्नुपर्छ। र यहाँको चाहिँ यो फुलहरू चाहिँ एकदमै मनमोहक लाग्छ। यो देख्दै सक्नुहुन्छ होला साथीहरू। वाउ कति सुन्दर फुल, कति रमाइलो यी तरहको फुल। यो गुलाबी फुलहरूले चाहिँ अरू पनि यो पहाडलाई एकदमै सौन्दर्यता बढाउँछ। यो देख्दै सक्नुहुन्छ यो रेस्टुरेन्टको अगाडि नै यति राम्ररी फुल रोपेर एकदम सजाउनु भएको छ यहाँ दिदीहरूले र साथीहरू यहाँको पहाड देख्दाखेरि कहिले नछोडौँ लाग्छ। यस्तो प्रकारको छ है साथीहरू। यहाँ चाहिँ यो रेस्टुरेन्टको अगाडि यहाँ एकदमै मनमोहक फुलहरूको दृश्य देख्न पाइन्छ। र यहाँ चाहिँ मूल फुटेर आएर पानी बहाव चाहिँ यस्तो भइरहेको छ है साथीहरू। र यहाँ चाहिँ कुलो काटेर खेतीमा लानुभएको होला र यस्तो प्रकारले यहाँ कुलो लागिरहेको छन् र यतातिर मुनि खेत छ र खेतमा लगेको होला जस्तो लाग्छ मलाई चाहिँ। र यसरी पानी बहावको नाला काटेर यसरी गइरहेको छन् र यता पनि यहाँको नजारा चाहिँ एकदमै मनमोहक छ। आज चाहिँ मलाई सबैभन्दा मनमोहक चाहिँ यो धान रोपेको खेती चाहिँ एकदमै मनमोहक लागेको छ, एकदमै सुपर भ्यू लागेको छ। यो देख्दै सक्नुहुन्छ यति राम्रो सिँढीदार खेतीमा पनि सिँढीमा पनि एकदमै धान रोपेर एकदम सकिसक्नु भएको छ। यतातिर देख्दै हुनुहुन्छ साथीहरू। र यसै गरेर मैले सानो ब्लग तपाईँहरूको बिचमा पस्किए कस्तो लाग्छ मेरो ब्लग हेरेर र यहाँको चारैतिरको वेदर र वातावरण हेर्दाखेरि र यहाँको मनमोहक वातावरण र वेदर सधैँ लिएर आउने गर्छु। र त्यसै गरेर आजको पनि छोटकरी भिडियो ल्याएँ मैले तपाईँहरूको बिचमा। र कस्तो लाग्छ साथीहरू कमेन्ट गर्नुहोला। र थ्याङ्क यू फर वाचिङ गाइस।